8:30 बजेतिरको समयमा भारतीय एसएसबी को 6 जनाको टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबट रहेको छ। त्यो कलबटको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा केही क्षेत्रमा खेतबारीमा काम गर्ने किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि एसआई साहबको कमान्डमा 10 जनाको टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको।